आफ्टर लङ टाइम ब्लग बनाउँदैछु अझै गाउँ आएर अझै बेलुका आइपुगेको घर अनि अहिले कति भयो 10 बजेर अब म तल जान्छु ल के भन्नुहुन्छ है आमा बहिनीहरू चाहिँ पुरा काममा लागिसकेछ गाइस म चाहिँ बहर उड्दैछु नि आमा हाम्रो घर व्यस्त छ अरू बाबाको आमाले के भन्नुहुन्छ आमा हाम्रो आमा चाहिँ यता हुनुहुन्छ के भन्नुभयो मेरो ब्लग मेरो आमालाई मेरो युट्युब ब्लगमा फर्स्टचोटि वेलकम गर्दैछु आमा वेलकम के भन्दा म बुझ्दिनँ मेरो भिडियोमा तपाईलाई वेलकम गरेको के स्वागत गरेको ए म त जान्दिनँ के भन्नुपर्ने भन्दिनु न के भन्नुहुन्छ के भन्नुहुन्छ भन्नु न के भन्नु म भन्नु जाने पो हाम्रो आमा खाने हाँस्ने बोल्ने मात्रै हो म त हैन मेरो छोरीको युट्युब च्यानलमा गएर सब्स्क्राइब गरिदिनु भन्नु त ए मेरो छोरी साइलीको चाहिँ युट्युबमा गएर सब्स्क्राइब गरिदिनु होला युट्युबमा गएर सब्स्क्राइब गरिदिनु होला सब्स्क्राइब हैन सब्स्क्राइब भन्नु त सप्लाई छ तपाईहरुलाई 10 उम्ली बिन्ती नमस्कार के भन्नु ग्यास नजोड्ने आमा यहाँ ग्यास नजोड्नु नलाउनु चुल्हा त छ नलाउने ग्यास हामी चाहिँ उता चलाउनु मनिषा डरान्छ त्यो टिकटक चलाउनु त म आफै चलाउँछु मसलाहरू पिस्छु हो खोर्सानीहरू पिस्छु यो सुन्तला हाम्रोमा फलेको आलु रोप्दैछ म अहिले उठेको आमाले केही भन्नु भएन केही रियाक्सन दिन्छ भनेको भिडियोमा हेर्नु कति राम्रो फुल सधैँ ढिलो उठ्दा मलाई आमाले पहिला क्या गाली गर्नुहुन्थ्यो नि आज पनि केही रियाक्सन गर्नुहुन्छ भनेर त केही भन्नु भएन टक्क खाना पाकिसक्यो उता बहिनी र भाइ चाहिँ आलु रोप्दै रहेछ मलाई चाहिँ नेपाल आउनु हुँदैन कि गाउँ आउनु हुँदैन मलाई भेटिहाल्छ चिसो लगाएर बस पनि कस्तो आएर होला के गरेको त हेर्नु मेरो आमा अनि यो मेरो पहिलो ब्लग हो गाइस मलाई आलु रोप्नु जानु पर्यो आमामा करेला त पुरा बिहा निस्किसक्यो त कहाँ राख्नु अब आइफोन त आइफोनलाई त यस्तो मान्छेलाई पनि दामी देखाउँछ नि हौ आज बिहानको काम आलु रोप्ने दुईजना नाना हुनुहुन्छ यहाँ चाहिँ उहाँहरूले चाहिँ यहाँ यसो खन्नु हुँदैछ नाना चाहिँ भर्खर आउनु भएको उहाँले चाहिँ यहाँ खन्नु सुरु गर्नु आँट्नु भएको छ है खन्नु आँट्नु भएको छ उहाँले चाहिँ
दुईजना यिनीहरूले एक्सट्रिम खाएर बस्छ दुईजना एनर्जी ड्रिङ्क ल्याइदिनु भएको रहेछ अनि माथि नै होला आमा कहाँ गइरहनु भएको आमाले हिजो ल्याइदिनु भएको के बेलुका के खानु भनेर कि हेर्नुहोस् होला गाइजहरू आजको भने धनी मैले नदेखिराखेको काम मात्रै गर्नुपर्छ आमाले के ल्याइन्छ हाम्रो नानाको डान्स नाच्नु नाच्नु राम्रो छ आएको अब फेरि गरिकिन नलाएको मैले ल्याइदिएको त्यहाँ ऊ त्यो छिर्नु भएको थियो त लाउने यो राख्ने मैले त लगाइरहेको छु तिम्रो मेरो बराबरी प्राइज ए घर यो हो के अरे यो चाहिँ कोदोबारी हो यो पनि कोदोबारी काट्ने बेला नि हुनु लागेको छ है अनि यता चाहिँ म चाहिँ भिडियो बनाउने हो नानाहरूको मेरो पनि है अनि यतातिर हेर्नुहोस् होला कोदोहरू कस्तो दामी ठाउँ छ हेर्नुहोस् घर यो कितातिर कर्ला झ्यान यो पर त किन्नु भएको चाहिँ यो आल्चा फल्दैछ है पछि छिटो फलेको हो यो चाहिँ म हो मैले चाहिँ भिडियो बनाएको मिसला गाइजहरू खेल्ने आएन भन्दैछ फर्स्ट टाइम मेरो खेल्नु भएको छ बिर्सिनु भएको छैन खेल्नु चाहिँ होइन यत्तिको चाहिँ हुनु पऱ्यो नि त विदेश पछि पनि खन्नु चाहिँ बिर्सिनु हुँदैन बिर्सिनु भएन नि खन्नु यत्तिको चाहिँ हुनु पऱ्यो नि त नि भनेको अन्त त खन्नुहुँदैछ यता चाहिँ म भिडियो बनाउने मान्छे अरे यता चाहिँ म चाहिँ 10 बजे उठेर अलिकति भयो नि आलु रोप्नु सकाएँ भाइ र बहिनीलाई कोलाई इस्कुस चाहिएको यहाँ छ गाइजहरू कमेन्ट गर्नु भनेको है 2 वर्षमा छैन राम्रो पोहोर बनाएको पोहोर चाहिँ खानेन आमालाई नमस्ते पनि गरेको गरिसकेँ मैले गरेको गरेको मलाई मुख धुनु पर्यो मुखै धोएको छुइनँ बलियो पनि भयो अलिक बलियो भन्छ नि पहिला पनि दिएकै हो म मुख धुनु गएँ छाना बस्नु है खाएको बडा हिरोनी बनाएको छ यहाँ तल घिच्ने एउटा के जाति ल्याइदिएको छ म चाहिँ होइन गाइस पहाडमा हुँदैछु कोपीमा चाहिँ सकेको छैन मन्जन अलिकति होला ए ब्रस खोइ हो मन्जन अब त 2 हातले होला नाना मेरो भ्लगमा वेलकम सबैजनालाई छामा छोरीको यो भ्लग युट्युब च्यानल सब्सक्राइब गरिदिनु भन्नु न छामालाई बोल्न आइहाल्छ फेरि छामा
आमा भनिदिनु हाम्रो आमालाई आउँछ आमा भनिदिनु तनी मेरो छोरीको युट्युब च्यानलमा हजुरले सब्स्क्राइब कमेन्ट लाइक सेयर गरिदिनु होला भन्नु त आमा एकचोटि मेरो कान्छी छोरीले मलाई सिकायो मैले नजानेको अनि मेरो छोरी ब्लगमा शेयर अनि सब्स्क्राइब क्या हो अनि कमेन्ट राम्रो राम्रो गरिदिनु होला तपाईहरुलाई यति राम्रो लाग्यो भने हामी अर्को पनि ल्याउँछौँ भन्नु न हामी अर्को पनि ल्याउँछौँ धन्यवाद ताली भन्नु कान्छा मिलाउनु भन्दै तिमी पनि पनि भन्न आमा कस्तो हेन्सम आएको यो नानी त मुसिर भरमै जाने नानाको युट्युब च्यानलमा कमेन्ट सब्स्क्राइब शेयर गरिदिनु होला के भन्छ अब है हजुर सबैजनाले सिङ्गल सिङ्गल छ गाइस सिङ्गल त तैँले भन्न कोही छ भने भन्नु साथीहरूलाई पनि भन्न तैँले त नि फुल चाहिँ कस्तो राम्रो बनाएको रहेछ कि हिमाल भनेको त बादल पो रहेछ ऊ त के सुकाएको आमा खानु लाग्यो यस्तो किचनमा देखौ के भयो के हुन्छ त नि टिकटकमा युट्युब के ब्लग तपाईँ हेर्नुहुन्छ नि खाएको बसेको हो त्यस्तै बनाएको के पहिला पानी खाऊ अनि मा खाऊ खाऊ क्या आज बेलुकै चिमाटेर हेर्न हामीले एक्सट्रिम खायो सुन्तला खायो इस्कुस खायो ऊ त आलु उसिनेको हो कत्रो लगाइदिनु भएको एकै ठाउँ लाग्दा हुन्छ के तरकारी हक्को खा मलाई राखिदिएको चाहिँ कत्रो कोहीलाई बुझ्नु थोरै थियो नि त आलु धेरै थियो लाग्दैन होला त्यो धेरै भनेर नुन बहिनी आमा त्यो नुनको बट्टा दिनु न अझै नुन लाग्यो वाडे मलाई त लाग्यो कसलाई म भाइ र नानालाई लागेन अरे लु राम धुनु पर्दैन यो बाट्टा यो अस्ति तेल पोखेर खरानी सबै उठाएको सबै गाइस आजलाई यति नै हाम्रो खाना खानुतिर लाग्यो